हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आएर मिल्नुहुन्छ होला, म पनि सन्चै छु। अब धेरै लामो समयपछि भ्लग बनाउन लागिरहेको छु है। धेरै लामो समय भन्दा त्यस्तै हो, अलि लामो समय भयो, अलि ग्याप भइरहेछ। सानोतिनो कारणहरूले गर्दा हाल्न पाइरहेको थिएन। अब चाहिँ हल्का बिस्तारै आउँछ, त्यही भएर सबजनाले हेर्नुहोस्। अनि आज चाहिँ म खासमा किन यो भ्लग बनाउँदैछु भन्दाखेरि चाहिँ म पाल्पा जान लागिरहेको छु। अब त्यहाँ बाटोतिर हल्का पाल्पामा काम छ, त्यहाँ गएर आउँछु। अनि त्यसपछि आज चाहिँ मेरो चाहिँ ब्लड दिने टाइम पनि भइसकेछ। अब त्यहाँ गएर ब्लड पनि त्यहाँ पाल्पा गएर त होइन, यही बुटोलमै दिने हो। ब्लड ब्याङ्कमा खुल्ला रहेछ भने हेर्नुहोस् के हुन्छ। अब ठ्याक्कै यही गर्ने भनेर भ्लग बनाएको चाहिँ होइन, यत्तिकै धेरै लामो समय भइसकेको थियो, त्यही भएर अनि बनाएको थिएन के। आज चाहिँ यत्तिकै बनाउनु मन लागेर बनाएको। ल हेरौँ है के हुन्छ। ल हेरिराख्नु है, अब के हुन्छ बसिहाल्ने। जाउँ निस्कियो है। मैले धेरै समय यहाँ बुटोलमा थिएन, अहिले चाहिँ यतातिर बाटोहरू पनि सब पिच भएछ कि, रमाइलो राम्रो भइरहेछ ठ्याक्क है। उता अगाडि हेरौँ है। ल है, म यहाँ बस पार्क आइसकेँ। बस पार्क अनि बस पार्क आइयो। अब यहाँबाट एउटा बस हुन्छ कि के हुन्छ, अब ट्याक्क अब समातेर चढेर जानु। पाल्पा बस स्टप हो, म यहाँ आइसकेँ। अब एउटा बसमा चढेर जानुपर्छ। पार्कदेखि झरेर उकालो चढ्दैछु। यस्तो ठाडै उकालो छ नि, मलाई मात्र थाहा छ। खै उकालै छ है, देख्न सक्नुहुन्छ। यस्तो तलसम्म जस्तो देखेको छ नि, यस्तो सिधा राख्यो नि गरेर थाहा पाइन्छ। पुगिन लागिसकेँ म यता मेरो डेस्टिनेसनमा। त्यहाँ जान्छु, अहिले त्यहाँ काम भयो भने चाहिँ म तपाईँहरूलाई देखाउँछु, नत्र नि किन आएको भनेर भन्दैन है त। अब त्यहाँ जान्छु। ल अहिले पछि भेटौँ है, के हुन्छ कि नै सक्सेस। ल हेर्नु है, के को लागि आएको, यही हो। देख्नुभयो होला सबजना। ल है, यसको लागि आएको थिएँ। मैले त के सोचेको थिएँ भन्दाखेरि के अरे अहिले त सबै त्यो प्रशासनहरू सबै बन्द छ होला सोचेको, धर्नाले बन्द रहेछ। भइसक्यो, लिगिसकेँ मैले। अब फर्किँदैछु। अनि अब चाहिँ फर्किँदैछु, यहाँ ओह्रालोमा झर्दैछु। अब डाइरेक्ट अब चाहिँ ब्लड डोनेट गर्न जानुपर्छ है। अब बुटोल गएर अनि त्यहाँबाट ब्लड ब्याङ्कमा जान्छु। अनि त्यसपछि जामला है त। अहिले बाटोतिर के हुन्छ सबै हेरिराखौँ। ल च्याक्क लगाएर दामी देखिन्छ यतातिर। बोटु खाइ आएर अब चाहिँ निस्किने हो। अहिले एकछिन गाडी रोकेको थियो। अब अगाडि त त्यहाँ झरेर अनि ब्लड दिने बेलामा हेरौँ ल है त। अनि म ब्लड ब्याङ्क आएँ। अब यहाँ गएर म ब्लड दिनेवाला छु, हेरौँ है। अब है, अब एकछिनमा दिने हो, टाइम लाग्छ, एकछिन भिड छ है। अब यहाँ प्रेसर चेक हुँदैछ। कार्यक्रम भएको रगत आउनु छ भने हामीले मिल्छ भन्छौँ होइन। अहिले त रगतमा दिनहरू गुरुजन ग्रुप ल्याएर कसैलाई ए चाहिन्छ, कसैलाई बी चाहिन्छ, त्यसरी पालि आयो दिनुपर्छ है।
सासीदार हो सासीदार पटेल डकुमेन्ट ल्याउनु भएन बनाइराख्नु नहीं तो फोटो मिलाएर भएन मागो हैन ल 1000 रुपैयाँ जम्मा गर्नु नहीं तो फोटो मिलाएर भन्नु है मोबाइलमा जाने निकाल्नु हैन 1000 रुपैयाँ जम्मा गर्नु अब शिवराजको दिएको के भन्छ एकैछिन सङ्ख्या एउटा राख्ने तपाईँ हजुरले नाइदिनु पर्यो कतिको पर्छ हामी गर्छौँ रक्तदानसम्म त्यो अनुसार फेरि गर्नुपर्छ फेरि अब फर्मसम्म के भन्नुपर्छ सक्यो है एकछिन हल्का रेस्ट गरे जस्तो गर्ने हो अनि त्यसपछि जानुपर्छ एकचोटि नम्बर सबजना यहाँ ब्लड दिनलाई कति धेरै मान्छेहरू आउनुभएको छ यहाँ आउनुपर्छ अहिले के अरे चाडपर्व भएर सबजना ब्लड सकिएछ यहाँ ब्लड ब्याङ्कमा पनि यहाँ सबजना ब्लड दिनु होला रक्तदान जीवनदा ठाडो भरेर बस्नु ल है सब कुराहरू बनाएर आइसकेँ भन्ने के अझै एउटा दुइटा काम भइरहेको छैन अरू सबै लगभग भइसक्यो है कोले हेर्नुभयो मजा आयो होला ब्लड पनि मैले 5 चोटि दिइसकेँ है यताउता सब गरेर 5 चोटि दिइसकेँ त्यही हो कोले हेर्नुभयो मजा आयो होला अझै त्यस्तै के हुन्छ जिन्दगीमा सब कुराहरू देखाउने कोसिस गर्छु त्यही हो सबजनालाई बाई बाई अर्को भिडियोमा भेटौँला छु